एभ्रिवान वेलकम ब्याक नेपाली कुनामा। यो चाहिँ एआई फर स्टुडेन्ट्सको सेकेन्ड एपिसोड। यसमा चाहिँ मैले मुख्यतया नोट्सलाई कसरी समराइज गर्ने र रिभिजन गर्ने एक्जाम प्रिपरेसनको लागि भन्नेमा चाहिँ फोकस गर्न चाहे। फर इक्जाम्पल तपाईँको एक्जाम आइरहेछ होइन, त्यसको लागि प्रिपेयर गर्नुपर्ने भएको छ, त यु हेभ लट्स एन्ड लट्स अफ नोट्स, धेरै नोट्सहरू छ भने त्यसलाई चाहिँ युज गरेर कसरी एआईको सहायताले चाहिँ छिटो सिक्ने त भन्ने बारेमा चाहिँ लेट्स टक अबाउट द्याट। पहिलो कुरो भनेको तपाईँले एआईलाई त्यो नोट्सहरू तपाईँको डिजिटल फर्ममा छ होइन, फाइलहरू छ भने चाहिँ त्यो चाहिँ कपी पेस्ट गरेर एआईमा जस्तै च्याट जिपिटीमा पेस्ट गरेर चाहिँ यसलाई चाहिँ समराइज गर, मैले बुझ्ने भाषामा जस्तै 5 बुलेट पोइन्ट्समा अर्थात् 250 वर्ड्समा समराइज गर भनेर चाहिँ क्लियरली प्रम्प्ट दिन सक्नुहुन्छ। त्यसले गर्दा चाहिँ त्यो ओभरअल नोट्सबाट चाहिँ मेन कुरो के हो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ है। यसले पनि क्विक हेल्प गर्न सक्छ। त्यो एउटा टिप्स भयो। र अर्को भनेको सेकेन्ड भनेको चाहिँ त्यो विभिन्न नोट्सहरूलाई चाहिँ तपाईँले फ्ल्यास कार्डमा कन्भर्ट गर्न सक्नुहुन्छ। जस्तै यो नोट्सबाट चाहिँ इम्पोर्टेन्ट इन्फर्मेसनहरू लिएर त्यसलाई चाहिँ डिफ्रेन्ट फ्ल्यास कार्डहरू बनाइदिए र त्यसको चाहिँ डेफिनेसन अर्थात् त्यसको चाहिँ फर्दर एक्सप्लेनेसन प्रोभाइड गर भन्नुभयो भने पनि इट्स कन हेल्प यु टु प्रिपेयर फर द एक्जाम। त्यो भनेको सेकेन्ड कुरा भयो। र अर्को थर्ड भनेको चाहिँ के हो भने जस्तै तपाईँले ओभरअल त्यो नोट्सबाट पोटेन्सियल क्वेसनहरू के हुनसक्छ त होइन, के क्वेसनहरू आउन सक्छ र त्यो क्वेसनको चाहिँ एन्सरहरू के हुनसक्छ त भनेर पनि सोध्न सक्नुहुन्छ। जस्तै फर इक्जाम्पल यो नोट्स छ, गिभन नोट्सबाट चाहिँ मलाई चाहिँ 10वटा क्वेसनहरू दे र त्यो 10वटा क्वेसनको चाहिँ एन्सर पनि के हो त्यो पनि प्रोभाइड गर भन्नुभयो भने चाहिँ पोटेन्सियल क्वेसनहरू के आउन सक्छ र त्यसले चाहिँ त्यसको एन्सर के लेख्ने त भन्ने पनि तपाईँले प्रिपेयर गर्न सक्नुहुन्छ। यो भनेको अर्को टिप्स भयो। र अर्को लास्ट बट नट लिस्ट है, त्यो चाहिँ के हो भने तपाईँले चाहिँ त्यो कम्प्लिट नोटबाट चाहिँ एउटा 1 पेजर चिट सिट दे भनेर पनि सोध्न सक्नुहुन्छ। जस्तै मलाई चाहिँ एउटा 1 पेजको मात्रै इन्फर्मेसन चाहियो, इम्पोर्टेन्ट इन्फर्मेसनहरू चाहिँ निकालेर 1 पेजर चिट सिट दे भनेर भन्नुभयो भने पनि इट्स गन गिभ यु द्याट भ्यालुएबल इन्फर्मेसन फ्रम द्याट नोट, जुनले चाहिँ तपाईँलाई प्रिपेयर गर्न सजिलो हुनसक्छ एक्जामको लागि। यो थियो क्विक टिप्स इन एआई फर स्टुडेन्ट्स होइन, र नोट्स र रिभिजनको कुराहरूमा। र मैले के कभर गरेँ भने पहिलो भनेको एउटा समराइज गर भन्ने कुरा भयो होइन, ओभरअल नोट्सलाई समराइज गर्ने 5 बुलेट पोइन्ट्स 250 वर्ड्समा अर्थात्। सेकेन्ड कुरो भनेको चाहिँ फ्ल्यास कार्डहरू बनाउने। थर्ड भनेको चाहिँ त्यहाँबाट आउने पोटेन्सियल क्वेसनहरू र त्यसको एन्सर के हुनसक्छ त्यसलाई कभर गर्ने। र अर्को लास्ट भनेको चाहिँ त्यो ओभरअल नोट्सबाट चाहिँ एउटा 1 पेजर चिट सिट प्रोभाइड गर भन्ने होइन, यो कुरा पनि भयो। यति आइडियाहरू चाहिँ तपाईँले युज गर्नुभयो भने तपाईँले चाहिँ एक्जाम प्रिपरेसन गर्न पनि सजिलो हुनसक्छ एज अ स्टुडेन्ट। तर एगेन म चाहिँ के फोकस गर्न चाहन्छु भने यु हेभ टु युज इट रेस्पोन्सिबली, यु हेभ टु मेक स्योर होइन तपाईँले चाहिँ त्यो डकुमेन्टहरू चाहिँ च्याट जिपिटीमा सोध्न सक्नुहुन्छ कि हुन्न भन्ने कुरो चाहिँ एकदमै ध्यान दिनुपर्ने हुनसक्छ। त्यो चाहिँ एकदमै ध्यान दिनु होला। Other than that, I hope this was really helpful tip for you, and I'm gonna cover more tips for AI for students in the next one. Stay tuned for that. Thank you very much for staying here. All right, thanks. Bye.